यति प्याज ल्याएँ मैले, 2टा ठुला प्याज अनि यति लसुन। अब यसलाई पिस्छु मैले। अब यसमा तेल तातिसकेपछि जिरा पुर्याउने अनि फेरि थोडी दालचिनी राख्ने, फेरि यो इलायची, ठुलो इलायची राख्ने अनि यो पिसेको यसलाई चलाउनु पर्छ। अनि अब मैले टमाटर पिस्छु, 2 टमाटर, थोरै अदुवा अनि यो खुर्सानी काटेर फेरि पिस्नु पर्ने हुन्छ। काटिसकेँ। अब यसमा ग्राइन्ड गर्छु। प्याज र लसुन राम्रोसँग पकाइसकेको छौँ, रातो भयो। अब यसमा अलिकति हल्दी राखिदिने, अनि लाल मिर्च पाउडर राख्नु पर्यो, अनि धनिया पाउडर, यो कस्तुरी, अनि गरम मसला हामीले पाकिसकेपछि राख्छौँ। यति मसला थोडा फ्राई गरिसकेपछि टमाटरको जो पेस्ट पिसेको थियो त्यो राखिदिन्छु। अनि यसलाई पकाइसकेपछि म हजुरहरूलाई देखाउँछु। यसलाई कोर्छु। पछि हामीले बेसन राखिन्छ। अब यसको पानी कतिको धेरै जो छ भने निकालेर एउटा भाँडोमा राख्ने, अनि पछि त्यो रसमा, ग्रेभीमा राख्न सकिन्छ। अनि थोरै हल्दी राखिदिने, धनिया पाउडर, अनि यो थोडा गरम मसला, खुर्सानीको धुलो, अनि आवश्यक अनुसार नमक राखेर यसलाई हामीले उमालिन्छ। त्यसपछि यसको पकौडा बनाउने हो साथीहरू हो। यसको पकौडा बनाएर म देखाउँछु है त हजुरहरूलाई। त्यो भइसक्यो। अब यसमा हामीले कतिको ग्रेभी कति बनाउने हो, पातलो मनपर्छ कि रोटीसित खानलाई बाक्लो बाक्लो मनपर्छ, त्यही भएर ग्रेभी आफ्नो हिसाबले बनाउने। त्यसमा पानी राखिदिएँ मैले। अब यो पाक्दै राख्छ। अनि यो पकौडाको लागि मैले यहाँ तेल फ्राई गरेँ। अब यहाँ पकौडा बन्छ। यो पाक्दै राख्छ, यता पकौडा बन्दै राख्छ। यो अब हाम्रो ग्रेभी पाकिसक्यो, बल्केको छ। यसलाई अब बन्द गरिने। अनि यता पकौडा पाकिसके। यसरी पकौडा बनाउँदै जान्छु। अनि सुनेर हुने तक राख्नुपर्छ, गोल्डन कलर आउने तक। पकौडा रेडी भए मैले अब यो ग्रेभीमा राखिदिन्छु। अनि लौकीको कोफ्ता तयार भयो।